लगाइछ फाइनल्ली चट्ट रातो चिउ है। ल लगाइछ सर है। रातो चिउ चाहिँ हामीले भेटियो। अब चाहिँ मस्ट टिप्नु पर्ने हुन्छ हैन। हजुर ल लगाइ चट्ट च्याउ मसरुम टिप्यो है दुईटा रातो। अब कति भेटिन्छ जङ्गल पुगेपछि बाँकी छँदै छ अझै बाँकी छँदै छ जङ्गल पुग्न बाँकी नै छ। चट्ट कति भेटिन्छ अहिले चाहिन्छ त भिडियोमा हेर्नुपर्छ गाइज है के कति भेटिन्छ। आज चाहिँ जङ्गल च्याउ टिप्न भनेर आइसकेपछि ल सो गाइज चट्ट आगो फुकेर बस्दै बाहिर चाहिँ ठुलो पानी परिरहेछ। अब घर पनि जान सकिन्न होला पानीले डबिहाल्छ। त्यही भएर चाहिँ हामी चट्ट ठारामा बसिरहेछौँ है गोठमा। गोठ भन्दा हुन्छ हैन। हेलो गुड मर्निङ गाइज। न्यू भिडियो स्वागत छ आजको नयाँ भ्लगमा। आज चाहिँ चट्ट लाएर देख्न सक्नुहुन्छ यस्तो कुहिरो लागेको छ है। अनि आज चाहिँ हामी ठ्याक्क बिहान को टाइममा चाहिँ लेकतिर जाँदैछौँ होइन। 7:25 गएको छ। अब चाहिँ चट्ट लेकतिर घुम्न जानुपर्ने हुन्छ। बबाल रमाइलो नभए पनि बबाल हुनेवाला छ। रमाइलो पनि हुन्छ होइन। सर देख्न सक्नुहुन्छ यस्तो कुहिरो लागेको छ है। अनि दाजी र म भएर चाहिँ आज लेकतिर घुम्न जानेवाला छौँ। अनि के कस्तो हुन्छ भिडियो लाग्छ बवाल हुन्छ जस्तो। अनि चाहिँ अब हामी घरदेखि चाहिँ धेरै टाढा आइसकियो। अनि भिडियो पनि स्टार्ट आडा बाटोमा आएर गरियो। अझै लाग्छ आज दिनभरि लेकमै बसिन्छ होला। लगाइ चट्ट लेकमा चाहिँ जङ्गलमा आइपुग्यो होइन। यस्तो छ है। ल जङ्गलतिर आइपुग्यो दुई दाजुभाइ चट्ट पारामा। कहाँ छ रे दाजी? ल छ र यहाँ त हुन्छ नि दाजी यार। छ त्यहाँ हट अट्टी भयो यार यो त। लगाइछ चट्ट होइन। चट्ट लागेर साना साना च्याउ टिपेर बस्नुपर्छ है। यहाँ रहेछ यार। ओ सेट बढिरहेछ भनेको यार। आनु छिटो। ओ सेट ल फाइबर ल छिटो लाग्छ र भिडियो बनाउँदा लास्ट यार र यार भाइ यस्ता भाइ छोडेछन् यार। एउटा न छोडा है।
हस् दाडा हस् मेरो दाडा। यो चाहिँ भने हुन्छ यार ल जाम ल। गर्नु कहाँ छ यो मुनि नघाट्नु। लगाइ चट्ट जङ्गल आइपुग्यो। के गर्नुहुन्छ यार दाजु र ल ल बिस्तारै फाल्दै गर्नु। ल ओहो नि ओहो गाह्रो बनाइदियो त यता होइन बाटो पनि थाहा छैन फेरि लेकतिर खासै आइन्न। अब आए पनि त्यति अब सर ल है गाइस कुहिरो लागेको छ। अनि हामी चाहिँ आजको दिनभरि चाहिँ लेकमै डुल्नेवाला छौँ, चिउ खोज्नेवाला छौँ। अनि साँझ चाहिँ घर फर्किनु पर्ने हुन्छ। यता यस्तो देख्न सक्नुहुन्छ है। ल लगाइ चट्ट च्याउ मसरुम टिप्यो है दुईटा रातो। अब कति भेटिन्छ जङ्गल पुगेपछि बाँकी छँदै छ अझै बाँकी छँदै छ जङ्गल पुग्न बाँकी नै छ। चट्ट कति भेटिन्छ अहिले चाहिँ जता भिडियोमा हेर्नुपर्छ गाइज है के कति भेटिन्छ। आज चाहिँ जङ्गल च्याउ टिप्न भनेर आइसकेपछि ल लगाइ फाइनल्ली चट्ट रातो चिउ है। ल लगाइ सर है रातो चिउ चाहिँ हामीले भेटियो। अब चाहिँ मस्ट टिप्नु पर्ने हुन्छ होइन। जे होस् राम्रै छ देख्न सक्नुहुन्छ है। साना साना भए पनि राम्रै छ भन्न पर्छ होइन। जे होस् खान लायकको चाहिँ भइरहेको रहेछ। लगाइ अब बिस्तारै ल यता पनि छ है गाइस टन्नै। ल चट्ट टिप्नु पर्छ अब। खुकुर काट खुकुरले काट कि म हुरोपट्टि गएर टिप्छु है। म तल्लोतिर म जान्छु नि। ल हुन्छ त ल प्लास्टिक लगाएर है ल दिनुहोस् न त फेरि म जान्छु नि। अनि होइन उस काट्नु न काठो काटेर तेर्सो उ बनिदिनुहोस् त तिखो गोप्नको लागि हुन्न त्यस्तो त त्यस्तो टिप है हातले। ल गाइस अब यो प्लास्टिक चाहिँ भर्राउनु पर्छ है। ल हजुर भेट्न सक्ने जति भयो नसक्ने जति यता हानौँ लागि गरी हानौँ ल। ल ल हस् अलि ठुला ठुला भएको भए होइन मस्त मजा आउँथ्यो। त्यही भएर कि नबढेको रुक्नु है। अर्को ठाउँ पनि जाम है। कहाँ छ अर्को ठाउँ यस्तो छ कि लगाइ चट्ट जङ्गलमा है। अझै बाँकी छ
डल्लै नढाकिनुको हो कि ल ल ढाकेर गएपछि त झन् शङ्का मानिहाल्छ नि मान्छेले नढाकेर जाम पनि फेरि अब फेरि हेरिदिइहाल्छ देखिहाल्छ कि त्यही भएर चाहिँ यो भेट्छ है भाइ थुक्री नहान्नु होला है फेरि काटिदिनु होला मेरो हात अलिक फुरेन कि नि भाइ अझै ठुल्ठुला हुनुपर्ने लगाइ चट्ट यस्तो मातो भयो होइन अनि यता देख्न सक्नुहुन्छ है ल सरर लागेर हजुर हस् ल लगाइ चट्ट यति चाहिँ टिपियो होइन यति चाहिँ टिपियो अझै टिप्नु पर्ने छ खोज्नु पर्ने छ टिप्नु चाहिँ अब भेटेपछि टिपिन्छ नभेटे चाहिँ अब खोज्न हिँडिन्छ त्यही नै हो गाइज चट्ट अब जानुपर्ने हुन्छ जङ्गलतिर माथितिर है आज चाहिँ पानी पर्ला जस्तो भइसकेको छ पानी पर्यो भने चाहिँ आज धोबिदिन्छ है अनि यस्तो देख्न सक्नुहुन्छ है ल लगाइछ ल सो गाइज चट्ट आगो फुकेर बस्दै बाहिर चाहिँ ठुलो पानी परिरहेछ अब घर पनि जान सकिन्न होला पानीले डोबिहाल्छ त्यही भएर चाहिँ हामी चट्ट ठाडामा बसिरहेछौँ है गोठमा गोठ भन्दा हुन्छ होइन हेलो अनि चट्ट सर होइन यस्तो देख्न सक्नुहुन्छ ओडार बवाल छ अनि कुहिरो लागेको छ पानी परेको छ अब चाहिँ अब बिस्तारै घरतिर पनि जानुपर्ने हुन्छ पानीले डबिहाल्छ नत्र भाग्न पर्छ तुफान कुदेर होइन सर ल आगो फुकेर बस्दै समय हामी चाहिँ लगाइ चट्ट घरतिर जानुपर्ने हुन्छ है कहाँनिर ल सर देख्न सक्नुहुन्छ हामी जाने त अब त्यतै हो र कहाँ धाडा ए सही बात लगाइ अब बिस्तारै बिस्तारै घरतिर को यात्रा गर्नुपर्ने हुन्छ होइन सर बिस्तारै बिस्तारै घरतिरको यात्रा तय गर्दैछौँ होइन चट्ट रुख देख्न सक्नुहुन्छ है यस्तो बवाल जङ्गलमा आइयो सर देख्न सक्नुहुन्छ पानी परिरहेछ हल्का हल्का अब घर त जानु पर्यो नि होइन जति पानी परे पनि घर जानुपर्ने छ साथमा लट्ठी बोकेर हिँड्नुपर्छ दाजी हाम्रो दाजु चाहिँ आफ्नै पारामा हुनुहुन्छ अरे है सर ल बब्बाल जङ्गलमा सर है लेट्स गो रन कहाँ हो र ओहो के भन्नुभयो तेर्से बाटो यहाँदेखि उकालो
गएर ओह्रालो तेर्छो होइन दाजु उकालो जाम अर्को देब्रे तेर्छो जाम न त फेरि हुन्छ ल गाइस सर है ल सो गाइस चट्ट लाएर आइपुग्यो अब चाहिँ जङ्गलदेखि झरिसकियो सर है ल गाइस कुहिरो देख्न सक्नुहुन्छ पानी पर्ला पर्ला जस्तो गरिरहेछ है अब चाहिँ चट्ट जानुपर्ने हुन्छ यस्तो ओह्रालो झरेर घरतिर जानुपर्ने हुन्छ सर वाउ बवाल छ बवाल रैया ओ मेरी रैया लगाइछ फुल देख्न सक्नुहुन्छ है अब चाहिँ चट्ट घर जानुपर्ने हुन्छ अनि यता डार देख्न सक्नुहुन्छ है डार काटेर लिएर आउनु भयो रहेछ होइन अनि भाग 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 लगाइछ हाम्रो दाजी कुहिरो देख्न सक्नुहुन्छ है ल गाउँ लगाइछ ओहो वाउ मामे ल फाइनल्ली फुल जे रमाइलो भयो है हामी बिहान जाने बेला चाहिँ यो यतादेखि गएको थियो यो डाँडा काटेर सर उता गएको थियो आउने बेला यतादेखि आइपुग्यो वाह वाह कुहिरो बब्बाल देखियो पारी बबाल देखिन्छ के है यसमा चाहिँ बबाल देखिरहेछ अनि सट्ट यस्तो छ है बाटो ल बाटो पनि देखाइदिउँ न त होइन फेरि हिँड्नु पर्यो यहाँदेखि गएपछि सिधै वाह सिधै स्वर्ग बिस्तारै दाइ 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 बिस्तारै 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 जानुपर्छ गाह्रो छ यात्रा कठिन भए पनि सङ्घर्ष गर्नुपर्छ लगाइज गाउँ हाम्रो स्कुल देखिसकियो अब घर जान पनि धेरै टाइम लाग्दैन मात्र 1 घन्टाको बाटो रहेको छ 1 घन्टामा चाहिँ हामी पुगिन्छ अनि अब चाहिँ चट्ट जानुपर्ने हुन्छ गाउँबारी कुहिरो राम्रै भइरहेछ होइन आजको दिन हो र कहाँ खै लगाइ चुत्रा
भिडियो मिल्यो यार भयो मेरो लागि यो लौरो चालिदिनुहोस् है मैले टाढो भन्यो कहाँदेखि यस्तो नसुध्रिम न पानी लास्ट टिका लगाइरहेको छ कि होइन ल फाइनली गाइज चट्ट आइपुग्यो होइन सर र चट्ट गाउँ देख्न सक्नुहुन्छ थ्याङ्क यू फर भिडियो वाचिङ आजको लागि यति नै नेक्स्ट भ्लग भोलिको भ्लगमा भेट हुनुपर्छ थ्याङ्क यू सो मच